देशको भावी प्रधानमन्त्री श्री गगन थापाज्यूसँग सानो भेटघाट, सर्लाही क्षेत्रमा 4 को जनताहरूको लागि सुन्नुपर्ने कुरा। यो भिडियो फुल वाच गर्नु। के छ तपाईको प्रतिक्रिया कमेन्ट गरेर बताउनु होला। इन्जिनियरिङ क्याम्पस खोल्ने र एउटा यहाँ चाहिँ किडनीको एउटा अस्पताल खोल्ने निर्णय सर एउटा क्वेसन थियो। तपाईको कुरा हामीहरूले सुने कि यो क्षेत्रको लागि तपाई यो किडनी हस्पिटल अनि इन्जिनियरिङ कलेज खोल्नुहुन्छ, तर यो गाउँमा घुम्नुभयो, यो गाउँको लागि के गर्नुहुन्छ? यो एउटा क्वेसनको जवाब दिइहाल्नु। यो गाउँको लागि यस्तो छ, गाउँको साथीहरूले हजुर जे कुराको आवश्यकता देखाउने हो, मेरो पहिलो प्राथमिकता त्यही पर्नु पर्यो। जस्तो अहिले साथीहरूले मलाई यहाँ पुल देखाउन लिएर जाँदै हुन्छ। हजुर हजुर यो पुल बन्यो भने हजुर यहाँको स्थानीय साथीहरूलाई धेरै ठुलो मद्दत हुन्छ भन्ने कुरा गर्नु। हजुर अलिकति अगाडि किसान साथीहरूले मलाई अहिले अरू केही गरिदिनु पर्दैन, उखुको काँटाको समस्या समाधान गरिदिनुहोस् भन्ने कुरा भन्नुभएको। अब अहिलेको लागि यो गाउँको प्राथमिकताको कुरा यही भयो। तर मैले गर्ने शिक्षाको स्वास्थ्यको कुरा भनेको छ, त्यो त कुनै एउटा गाउँको लागि मात्रै होइन। यहाँ स्वास्थ्यको केन्द्र बनाउँदै गर्दाखेरि हजुर त्यसको लाभ त यो गाउँले पनि पाउने हो। त्यो त पाउँछ। हजुर त्यसपछि त्यो बाहेक चाहिँ गाउँको सन्दर्भमा यसै गरिकन आउने हो, छलफल गर्ने हो, हजुर तत्काल हल गर्ने। अर्को एउटा मेरो मिसन रोजगारी भन्ने अभियान चल्छ। त्यो अभियान अन्तर्गत चाहिँ म मेरो क्षेत्रभरिको सबै युवाहरूको डेटा निकाल्छु, तथ्याङ्क। हजुर को वैदेशिक रोजगारमा छ, को यहाँ छ, को काठमाडौँमा छ, को काठमाडौँभन्दा बाहिर छ, को रोजगारी खोज्दैछ, त्यसको तथ्याङ्क निकाल्छु। त्यसको आधारमा चाहिँ त्यो सबै ठाउँमा गर्नुपर्छ भन्ने हो खास कुरा मेरो। तर कम्तीमा चाहिँ मेरो क्षेत्रको चाहिँ म सुरु गर्छु। त्यसले गर्दाखेरि उनीहरूलाई रोजगारीसँग म्याच गरिदिने कुरामा मैले काम गर्छु। थ्याङ्क यू सो मच। थ्याङ्क यू सर। एउटा अझै मेरो गाउँमा अलिक स्कुलको प्रब्लम छ। स्कुलको लागि अलि ध्यान दिनुहुन्छ भने स्कुलमा कम्तीमा यहाँ 10 सम्म हुनु पर्यो। 5 सम्म त छ, 10 सम्म हुनु पर्यो। त्यो गरिदिनुहुन्छ भने धेरै राम्रो। यहाँ चाहिँ मतलब 5 सम्म मात्रै छ विद्यालय। हजुर हजुर ए त्यसो हो। यसरी थाहा भयो भने जस्तो तपाईँले मलाई भन्नुभयो नि त होइन, अब मैले मेरो टिमको साथीहरू टिपिहाल्नुहुन्छ यसलाई। त्यस पछाडि चाहिँ त्यो विद्यालयलाई स्तर उन्नति गर्ने कुरामा मेरो अब त्यो मेरो विषय बनिहाल्यो। हुन्छ सर। थ्याङ्क यू सो मच सर।